त बाटो एकदम बवाल के दिपाली सिलगढी के भयो त अनि मुस्लिम हो भन्दिने नि वालेकुम सलाम भन्दिने हिँड्दिने नि सलाम वालेकुम भने उनीहरूले वालेकुम सलाम भन्छ हेलो गाइज आज चाहिँ हाम्रो सन्डे आज चाहिँ बाबाले हाम्रो ऱ्यापिडो पनि अफ छ गाइज अनि हामी चाहिँ चट्ट अहिले चाहिँ हाम्रो टाइम पनि 4 बजिसक्यो अहिले चाहिँ हामी चट्ट एउटा बाइक लगेर निस्किरहेको ल गाइज हामी चाहिँ चट्ट अब निस्किँदैछौँ राइडिङ चाहिँ अहिले चाहिँ मैले हानिरहेको छु उता हाम्रो क्यामेराम्यान कान्छो चाहिँ यता छ ल बस अहिले चाहिँ हामी चट्ट चिक्नी एरियामा छौँ हामी चाहिँ बनारघट्टा रोड छोटो सिनेमेटिक भिडियोहरू हाल्नुपर्छ भनेर अनि सानो एउटा ल चट्ट गाइज हामी चाहिँ अहिले चिक्नी सर्कल कटिसकेका छौँ यो चाहिँ हाम्रो चिक्नीको बजार भइहाल्यो होइन स्लोली भन्छ बहुत स्लोली होइन यो त माथिने ठाउँ त मालै छ ताल पऱ्यो भने बाघ घाँस पनि देखिन सक्दैन होइन तर यहाँ जता कारवाला नआइदिनु हुन्छ खाइदिनु सक्दैन गाडी उता त लेडिजहरू पनि छन् लेडिज भए त त्यस्तो केही हुँदैन सेफ्टी फिल हुन्छ नि त आफूलाई चट्टै गाइड बाबाले बिल्कुल ओभरलोड भएन आउला जस्तासम्म आउनु बिरपुलमा माछ पर्न जाने हुन्छ एकदम बाबाले प्लेसमा आइसकेका छौँ गाइज अब चाहिँ छोटो सिनेमेटिक भिडियोहरू बनाउनुपर्छ बाबाले अनि हाम्रो चाहिँ जस्तो यही हो गाडी चाहिँ पार्क हाल्नुपर्छ कता यहाँ साइडमा गाडी यहीँ राइट साइडमा यहीँनिर हाल्ने ल गाई चट्ट हामी चाहिँ पुगिसकेका छौँ जक्सनमा अब 1-2वटा भिडियोहरू सुट गर्नुपर्छ अनि गाडीलाई पनि यहाँ पार्किङमा हालिसक्यौँ चट्ट अब यस्तो छ उकाली ओह्राली पहाडहरू एकदम बवालै कस्तो लागिरहेको छ त्यो प्लेस बवाल छ रमाइलो लाग्यो त्यो बाजे त्यहीँ छ यार त्यो तौली हाले बाजे छ कि नै
त्यही त हामीले पिकनिक खाएको त्यहाँ आगो बाले ठाउँ त्यही एरियामा पहिला सन्तोषी मोड आएर ल लागौँ माथितिर यस्तो छ गाइज यताको नजारा एकदम बवाल छ अब चाहिँ हामी सर्ट यता यता छिर्नुपर्ने हुन्छ हामी आएको बाटो चाहिँ त्यही हो अनि यतातिर चाहिँ पुरा जङ्गल यसलाई भनिन्छ कि गाइज जन्नत त यता चाहिँ हाम्रो बेङ्गलोर यो एरिया चाहिँ हाम्रो बेङ्गलोर एरिया पुरै अनि यता यता डाँडाहरू जङ्गलहरू बवाल कस्तो देखिरहेको बवाल आइरहेको छ बवाल आइरहेको दिस इज बेङ्गलुरु गाइज बेङ्गलुरु सही छ हेलो यार नमस्ते एभ्रिवान गाइज आई होप सबजना सन्चै आरामै बवालै हुनुहुन्छ गाइज तपाईँहरू देख्न सक्नुहुन्छ मेरो ब्याकग्राउन्डमा एकदम बवाल प्लेस छ गाइज एकदम बवाल प्लेस छ होइन तपाईँहरू देख्न सक्नुहुन्छ जताततै होइन चट्ट यतातिर अनि यतातिर चाहिँ हाम्रो यो एरियामा चाहिँ हाम्रो बेङ्गलुरु पर्छ होइन अनि यता चाहिँ हाम्रो तामिलनाडु पर्छ एकदम बवाल प्लेस छ गाइज होइन डाँडाकाँडाहरू चट्ट छ क्या पुरा जन्नतै छ क्या अलिकति आज आउनुमा चाहिँ अलिकति ढिलो भयो नि त अलिकति राति आइयो गाइज त्यही भएर अलि खासै मजा आएन अलिकति दिउँसोतिर आयो भने त एकदम बवाल हुन्छ क्या तलतिर हुन्छ नि त्यो निगालाहरू पुरै निगालाबारी छ भने त पुरै यो निगालाबारी छ तल तल साइडतिर अनि उतातिर एकदम उधुमै डाँडा भइहाल्यो अनि तलतिर पनि एउटा मस्जिद पनि छ होइन तर प्लेस चाहिँ एकदम बवाल छ गाइज अनि हाम्रो एकजना ब्रदर चाहिँ चट्ट फोटो खिचेर आएको त्यहाँ जङ्गलमा गएर फेसबुकमा फलो युट्युबमा सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला गाइज निर्मल ब्लग्सलाई मन्दिर रेडी गरिसकेका छौँ गाइज धरहरा रेडी भइसकेको छ गाइज धरहरा यतिकै रहन्छ क्या सक्यौँ धरहरा रेडी भइसकेको छ गाइज धरहरा यतिकै रहन्छ क्या राति परिसक्यो होइन अनि नै त जा त गएर म मस्त भन्छु तँलाई त यहाँबाट जा बिस्तारै जा होइन ल उतातिर हिँड्नु उता अब क्यामेराको कामै छैन रात पनि परिसक्यो अनि तलबाट हाम्रो पाले दाइले पुरा सिटी फुकिरहेको छ अहिले फेरि के अरे त्यसले झपार चाहिँ के गर्छ गाइज हामीलाई त्यहाँको रुल्सहरू पनि केही पनि थाहा छैन ढुङ्गाको चट्टान छ क्या पुरै के भयो त अनि मुस्लिम हो भनिदिने नि वालेकुम सलाम भनिदिने हिँड्दिने नि सलाम वालेकुम भने उनीहरूले वालेकुम सलाम भन्छ चट्ट यो घरमा चाहिँ हामीले पिकनिक खाएको गाइज एकदम मजा आउँछ एकदम बवाल छ प्लेस चाहिँ अलिकति पानीको छटे गाडीको कि ल्याए दोस्त छिटो अलि त्यो काका आयो भने 2-4 डाइलग दिने हो यार ल गाइज अब चाहिँ हामी चट्ट निस्किँदैछौँ यहाँबाट गाडी पनि रेडी अवस्थामा राख्दैन यार ओहो 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 के हो गोप्रोको एङ्गलै बिग्रियो त ल बस कान्छ लगाएछ अब चाहिँ हामी चट्ट गाउँको बाटो हुँदै निस्किन्छौँ लगाएछ अब चाहिँ हामी गाउँको बाटो उकालो चढिसकेका छौँ तर ठाउँ भने एकदम बवाल छ क्या
तट अब चाहिँ चट्ट यो बाटोमा गाडी बताउँदै हिँड्नुपर्छ गाइज होइन। उताबाट एउटा स्कुटी पनि आइरहेछ। के हो बाटो त जोयल जाने बाटो जस्तै छ त कान्छा। के हो साइड पनि पेलेर पो आउँछ त, पेलेर आउँछ। तर बाटो त एकदम अफ रोड छ गाइज। यहाँ त क्रस फायर चाहिन्थ्यो होला। तपाईँहरू यताको बाटो चाहिँ एकदम बवाल छ गाइज। यता तलतिर भ्यूहरू पनि बवाल। अनि कस्तो भइरहेछ त राजकुमार दोस्त? बवाल भइरहेछ एकदम मनमा। ल मामफुली बाटो त बाटो एकदम बवाल के। दिपाली सिलगढी बवाल। दिपाली यहाँ पुरा चट्टानमै घरहरू बनाइदिएको छ यार। फेरि यहाँ गाली गर्ने त हैनन् गाउँमा कसैले। अलिअलि क्यास पैसा बोकेर आएको भइदियो भए त यहाँ अलिअलि पैसा दिनुहुन्थ्यो नि नानी बाबुहरूलाई। अटोहरू पनि रहेछ गाइज होइन। यतातिर साइडमा गाईहरू बाँधिरहेछ। लडेर आउनेवाला। ओहो ओहो अरू त सब ठिकठाक छ गाइज। अनि हाम्रो गाडीको पेट्रोल चाहिँ एकदम कम छ होइन। यतातिर पेट्रोल पम्पहरू पनि छैन। यहाँदेखि लगभग 8-9 किलोमिटर तलतिर जानुपर्छ होइन। हेरौँ होइन। हेरौँ गाइज के हुन्छ। सायद अहिले त नसकेला होइन। यदि सकि नै हाल्यो भने केही न केही जुगाड भइहाल्ला गाइज, भइहाल्ला होइन। त्यही हो गाइज। अनि यहाँनिर चाहिँ एउटा सामुदायिक भवन हो क्या हो यो। चट्ट सब गाउँको लागि सेन्टरमा छ। मस्त छ एकदम मस्त छ, मस्त छ। सही उता डाँडा एकदम बवाल यार त। ओहो जन्नतै हो गाइस, जन्नतै हो। अब चाहिँ चट्ट गल्ली चोकमा पुग्यो गाइस, चोकमा पुग्यो। अब यहाँबाट चाहिँ हामीले राइटतिर जानुपर्ने हुन्छ। यो बाटो स्ट्रेट गयो भने त कता पुगिन्छ होला यार। अब चाहिँ फेरि एकदम बवाल छ गाइस, एकदम बवाल छ, बवाल छ। बाटो त बवाल छ। अब गाडी चाहिँ पेट्रोल सकिँदैन। पेट्रोल सकियो भने मामफुली हुन्छ आज गाइस। हेरौँ अब चाहिँ बवालै बताउनु पर्ने हुन्छ गाडी। यसले साइडै दिइरहन्छ होइन होइन उताबाट आइसक्यो। नै उताबाट आइरहेछ। काहीँ बत्तिएर गइदियो यो पनि। उताबाट बत्तिएर आइदियो भने त यो बाटोमा त फेरि सरासर गलत भइहाल्यो नि। यो बाटोमा ओभरटेक गर्नै मिल्दैन, बिचमा लाइन हुनुपर्छ। ओके थ्याङ्क्स ब्रदर, थ्याङ्क्स ब्रदर। अनि यहाँ चाहिँ आर्मीको यो के हो, यो सुरु भइसक्यो गेट। अनि यहाँ चाहिँ भिडियो बनाउन पाइन्छ पाइँदैन त्यो चाहिँ थाहा छैन गाइज। क्यामेरा चाहिँ अलाउड नहोला सायद। तै पनि हेरौँ गाइज। अब अलाउड छैन भनेपछि इन्फर्म गरेपछि अब हामी चाहिँ ओपन गर्दैनौँ। नत्र चिलमा तपाईँलाई हामी यहाँको नजारा देखाउनेवाला छौँ गाइज। एकदम बवाल नजारा छ गाइज। बताउनुपर्ने हुन्छ, बताउनुपर्ने हुन्छ। ओ मागा डक्स, ओ मागा डक्स। तर तेरो अस्तिसम्म त गाडी ठिकै थियो यार। पिकअप सिकअप बवाल दिइरहेको थियो। तर आज चाहिँ छैन है त्यस्तो पिकअप। तेरो भित्र केही प्रब्लम छ क्या दोस्त यार। तर गाइस यो चाहिँ हाम्रो बनरघट्टा राष्ट्रिय निकुञ्जै पर्छ होला सायद होइन। अब भेटियो के अब पुरा टप प्लेस। यहाँनिर चाहिँ एकदम बवाल छ क्या गाइस, पुरै टप पुरा भ्यू पोइन्ट मामफुली। भ्यू पोइन्ट पुरै भ्यू पोइन्टै हो क्या त। यहाँनिर चाहिँ स्टप गरेर फोटोसोटो खिच्न चाहिँ दिनु थियो क्या। अनि मजा आउँथ्यो गाइस। पुरा भ्यू पोइन्ट छ क्या। पुरा उता बेङ्गलुरु भइहाल्यो। अहिले चाहिँ हामी चट्ट बेङ्गलुरुमा इन्ट्री हानिसकेका छौँ गाइज। इन्ट्री हानिसकेका छौँ हामी बेङ्गलुरुमा अहिले चाहिँ। ओहो हो पेट्रोल पम्पभन्दा अगाडि आइयो कि गाडीको स्पिडै ज्यादा भयो।
मेरो फोन निकालेर आइफोनमा जिपे रेडी गर 1 लिटर हालौँ होइन 1 लिटर अब के गर्ने गरिब पऱ्यो 1 लिटरै हानिन्छ जिपे हान्न 1 लिटर यस 8848 103.16 103 point yes paid के हो यहाँ त यस्तो पो छ त जक्सन हाम्रो धनगढी हो ल गाइज अब चाहिँ हामी पेट्रोल सेट्रोल हाल्यो अब चाहिँ हामीले हाम्रो एरियामा एन्ट्री गर्नुपर्ने हुन्छ बबालाई अब चाहिँ राति पनि परिसक्यो अब गोप्रोको भ्यू पनि त्यति बबालाई आउँदैन होला चट्ट चिल हिँड्नुपर्छ गाइज चिल